हेलो गाइस नमस्ते। आज चाहिँ हामीले करेन्ट चाउचाउ अनि अन्डा मासु रोस्ट गरेको चाहिँ यो चाहिँ हामी खानु गइरहेको छौँ आज यत्तिकै मुङमाङ गर्नु गइरहेको छौँ बुढाबुढी है त। चाहिँ धेरै पिरो खानु हुँदैन, त्यही भएर चाहिँ मैले कमै हालेर बनाएको थिएँ। मलाई चाहिँ पिरो मनपर्छ। के हो क्या राति पऱ्यो चाहिँ खाना खानै मन लाग्दैन, त्यस्तै फास्टफुडहरू मात्र खानु मनपर्छ। मेरो बुढा त झन् नम्बर 1 हो फास्टफुड खानको लागि है। बुढाको नाम रिचल टाइम फास्टफुड खानु लाग्छ भनौँ। यो खामै भनेपछि त नाइ चाहिँ भन्नु हुँदैन, यो खामै भनेपछि हुन्छ। जाडो छ बाध्य छु। कस्तो बाध्य छु भन्नाले कति छिटो खाएको कुरा गर्दै गफ गर्दै खानु पो त कसले सक्छ भनेको होइन, कसले सक्छ भनेको होइन त। त्यही भएर छिटो खा। यस्तै हो, म बस्नु मात्र हुन्छ, ऊ खाएर उठिसक्छ फास्ट के। यो करेन्ट चाउचाउ चाहिँ अब यहाँ पाउँदैन, चाहिँ मेरो ससुरा बुवाले पठाइदिनु भएको हो। बुहारीले मनपर्छ भनेको बुहारी फेरि यस्तै यस्तै हो खाने। जस्ताको तस्तै छ त, म त पाइसकेँ। छिटो खान्छ नि त तिमीहरू, म सक्दिनँ कि छिटो खान। त्यो कोल्ड ड्रिङ्क भएन क्या अझै, जाडोमा के खानु मन लाग्छ। अब छोराछोरी पनि खानु खोज्छ भनेर चाहिँ ल्याइएन साथीहरू। मेरो भयो खतम।
खाना तिमीले छिटै सक्छौ अब यार टेन्सन गर्नु छ भन्नु छ त्यही भएर कस्तो कन्डिसन हुन्छ आउँदैन कलेन्सर त कसले बनाएको है कोरिया चाइना छ ल मलाई टुपी मन पर्दैन क्या करेन्ट चाहिँ के मन पर्छ अरे दीदी पहले आइसक्रीम खाओ एक बार जब आऊंगा तो मैं पैसे लेकर आऊंगा और आपकी दादी कहाँ गई आज दिखाई नहीं दे रही साह्रै ढिलो उठन लाग्यो म बिना उठ्दैन हो उसको काम हाँस्ने मात्र हो इन्डियामा भएन होला नेपालको पुरा याद आउँछ क्या मोमोहरू क्रेभिङ हुन्छ बाजीको सेक्का जुन मोमोहरू यहाँ पाउँदैन नि त अनि सबै आफै बनाएर खानुपर्छ जुन बनाएर खाइराखेको हुन्छ उहाँको जस्तो टेस्टै हुँदैन क्या यस्तो हुन्छ क्या मुखमान गरौँ भन्छु बुढा म बस्दा बस्दै त बुढा उठेन भ्याइसकेको हुन्छ उसले अनि त्यही त मुखबाङ भन्नु न कसले छिटो भ्याउँछ होइन त्यो अब दुईजना बसेर त्यही त हो मात्रै खाने पनि त मुखमा भनेको त त्यो त च्यालेन्ज पो त कसले जित्छ भन्छ एक मिनट पनि लाग्दैन मलाई भ्याउनु म चाहिँ एकदम खिलाइ खान्छु नि त उ त गम 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 खानु त्यो ज्यान पनि हेर्नु ज्यान त्यतिको हुनुपर्छ नि त राति धुम्रो आउन सुन्दै भनी गरौँ अघि नै खतम हुन्छ मेरो दिदीलाई चाहिँ बल्ल फिनिस गर्नुभयो भने त्यस्तै हो अब चाहिँ मस्त अरू पनि भिडियोहरू हाल्दै गर्छौँ अब हेर्दै गर्छु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला धेरै धेरै माया गरिदिनु होला बाई बाई
नमस्ते खै नमस्ते। आज जुठो हातेर भन्दैन है मेरो त जुटो छैन है।